गुड मर्निङ, नमस्ते। एका बिहानै म अहिले लगभग 3-4 किलोमिटर तल पर्छ मेरो घर चाहिँ। म अहिले मर्निङ वाक गर्दै यो मेरो आफ्नै लगानीमा बनाइदिएको फिल्ड, यो खेलकुद फिल्ड हेर्न आएको थिएँ। म आज हिजो घोडाइबाट आइपुगेँ। त्यसले गर्दा यो मेरो यो नमर्दैको कर्म भन्छ, जीवित कर्म भन्छ यसलाई। किनभने यो जीवित कर्मले नै मान्छेलाई चिनाउँछ र मरेपछि पनि रहिरहने, पुस्तासम्म रहिरहने चलन छ। त्यही भएर यो जीवित कर्म गर्दैछु। अब यहाँ यो फिल्ड भयो, यताउति यो रुखहरू काटेका छौँ, यसलाई चाहिँ फेरि यसलाई खनेर यहाँ चाहिँ भवन बनाउने 50 जना क्षमताको भवन बन्दैछ र माथि टोयलेट भयो 2टा। यो तलको सेफ्टी ट्याङ्की अस्ति न बाढले पुर्जेको भएर यसलाई खोलिएको छ है। त्यही भएर यो जीवित कर्ममा म अहिले मर्निङ वाक सँगसँगै आएको हुँ। यस्ता जीवित कर्म गर्नुपर्छ मान्छेले। मरेको कर्म भन्दा पनि जीवित कर्मले नै मान्छेलाई सही ठाउँमा पुर्याउँछ र उसलाई सही बाटोमा डोराउँछ है त। धन्यवाद।